महत्त्व दिने, व्यवस्था गर्ने। दोस्रो, संगठनमा पदको निम्ति मरिहत्ते गर्ने, तर एउटा सिनको नभाँच्ने, कामको कुनै जिम्मेवारी पूरा गर्दै नगर्ने, उल्टै संगठनको आवरणमा अनुचित कामहरू गर्न खोज्ने, निजी स्वार्थको निम्ति संगठनलाई दुरुपयोग गर्ने, कुनै आफूले पाएको जिम्मेवारी पुरै नगर्ने, कमिटी प्रणाली अवलम्बन गर्दै नगर्ने, कमिटी प्रणाली अवलम्बन गरेको छ भने पनि राम्रो छलफल गर्दै नगर्ने, तयारीका साथ एजेन्डा ल्याउँदै नल्याउने, यस्ता संगठनसित सम्बन्धित विकृति विसङ्गतिहरू। तेस्रो, कार्यशैली र आचरणगत पक्षमा 24 घण्टा जाँड रक्सीमा चुल्लुम्म डुबिया छ। बिहान 6 बजेमा पाएको छैन, फोन गर्यो भने पनि घ्याम्पो चाहिँ घाँटीमा चढाएको छ। साँझ भनेपछि कुरै छोड्नु, 24 घण्टा त्यही काममा लागेको छ। अनि तिनीहरूलाई प्रोत्साहन दिएको छ, 2 नम्बरी काम गरेको छ, आचरण गलत छ, आफ्नो कार्यकर्तासँग दुर्व्यवहार गरेको छ, अर्काको श्रीमतीमाथि ताकेको छ, शहीदको श्रीमतीमाथि ताकेको छ। यस्ता प्रवृत्तिहरू। त्यसमाथि मात्रै होइन कि एकदम बोली कहीँ मिठास छैन, उद्दण्डता छ, विनम्रता छैन। हेर्नुहोस् त लेखेको कतिपय फेसबुकमा कि उद्दण्डहरूको जमातले त्यही सिकाइयो। जस्तो सिकाइएको छ त्यस्तै चेलाहरू छ, जस्तो गुरु त्यस्तै चेला। म त्यस्तो सिकाउँदैन, अरूलाई पनि मान सम्मान गर्न भन्छु म। तपाईको यो